मेरो कविताको शीर्षक छ ओ सरकार। ओ सरकार, तिमीले विस्फोटक हतियारका रूपमा देखेको कोदालो तिम्रै कृषि विभागले वितरण गरेको हो। ओ सरकार, तिमीले विस्फोटक हतियारको रूपमा देखेको कोदालो तिम्रै कृषि विभागले वितरण गरेको हो। तिमीले देखेको आर्चरी तिम्रै खेल विभागले वितरण गरेको हो। तिमीले देखेको हँसिया, मार्तोल र आरी तिम्रै श्रम विभागले वितरण गरेको हो। अनि भन्छौ हामी हतियार बोक्ने आतंककारी, अनि भन्छौ हामी हतियार बोक्ने आतंककारी। तिमी कृषि विकासको कुरा गर्छौ अनि कृषकलाई कोदालो दिन्छौ। तिमी कृषि विकासको कुरा गर्छौ अनि कृषकलाई कोदालो दिन्छौ। तिमी खेल विकासको कुरा गर्छौ अनि नानीहरूलाई आर्चरी दिन्छौ। तिमी चियाको बुट्टा फाड्न हँसिया दिन्छौ अनि बोटको घर बनाउन मातोल र आरी दिन्छौ अनि भन्छौ हामी आतंककारी। यदि तिमीले वितरण गरेको कोदालो आर्चरी, हँसिया, मार्तोल र आरी विस्फोटक हतियार हो भने, यदि तिमीले वितरण गरेको कोदालो आर्चरी, हँसिया, मार्तोल र आरी विस्फोटक हतियार हो भन्छौ भने, यदि तिमीले दिएको सामग्री देखाएर, यदि तिमीले दिएकै सामग्री देखाएर हामी हतियारधारी आतंककारी ठान्छौ भने, तिमी विस्फोटक सामग्री निर्माण गर्ने कारखाना हौ ओ सरकार। तिमी विस्फोटक सामग्री निर्माण गर्ने कारखाना हौ सरकार। यदि तिमीले दिएकै सामग्री चलाउँदा आतंककारी ठान्छौ भने तिमी आतंककारी जन्माउने अड्डा हो सरकार। तिमी आतंककारी जन्माउने अड्डा हो सरकार।